तो चलिए शुरू करते हैं। हाम्रो अर्को सेगमेन्ट छ तपाईँलाई थाहा छँदैछ थाहा छ आइए देखते हैं अब प्रयास गर्नुहोस् चिन्नु भने म चिनाउँछु हस् थ्याङ्क यू चिन्नु भने म छँदैछु हस् ओके ल चिन्नुहुन्छ तपाईँ त कलाकारसँग नजिक हुनुहुन्छ तपाईँको श्रीमती नि अभिनेत्री हाम्रो हिरो को हिरो नाम श्रेष्ठ होइन उहाँको तस्बिर मैले किन राखेको भनेदेखि उहाँहरूद्वारा अभिनय एउटा सिनेमा छ गौँथली यतिखेर चर्चामा छ यो साउन 1 गते लाग्दैछ गौँथली गौँथलीका अभिनेता अभिनेत्री गौँथलीका अभिनेता र अभिनेत्री उहाँहरू एकदम राम्रो कलाकार हो फेरि नाम भन्नु न गौँथली भन्ने चलचित्र आउँदैछ मलाई थाहा छ त्यो चलचित्रको बारेमा जानकारी राख्छु तर को हिरो नाम श्रेष्ठ होइन भनिदिनुहोस् त अरुण छेत्री र अरू धेरै खेल्नु भएको छ सिमरन खड्का सिमरन खड्का अरुण छेत्री र सिमरन खड्का मैले चिनाएँ यहाँलाई। तपाईँले चिनाउनु उहाँहरू दुवै सफल कलाकार हो उहाँहरूको सिनेमा पनि लाग्दैछ साउन 22 गते हली भन्ने हली भन्ने चलचित्र राम्रो चलचित्र छ है तर मैले हेरिसक्नुभयो होइन मलाई अरूले भनेको ए हो होइन मलाई अरूले भनेको भन्नुहोस् त प्रमोद दिपजी मेरो साथी पनि हो तू समझा हाँ नहीं तू समझा नहीं डिप्रेशन मैं डिप्रेशन में रहता हूँ हमेशा अभी मैं डिप्रेशन में हूँ माँ कसम मैं डिप्रेशन में रहता हूँ हमेशा सिर में दर्द रहता हूँ साथीले होइन मैले भेटिरहेको अनि यता नायिका चाहिँ नायिका त मलाई थाहा छ नि भन्नुहोस् त मलाई त थाहा छ सुजाता थापा उहाँहरूको जोडी मिलाए पनि छ फेरि त्यो जोडी त मिल्यो एकदम राम्रो अभिनय गर्नु यो पनि चलचित्रै हो र उहाँहरू सङ्गीतकार हो दुईजना सङ्गीतकार हो नाम चलेकै सङ्गीतकार है मेरो साथी पनि हो तर नाम किनभने अब साथी चाहिँ सबै रहेछन् तर चिन्न चाहिँ छोड्नु होइन नाम सबैको कण्ठ गरिँदैन तर उहाँहरू यो डान्स नेपालको गीत सङ्गीत पक्कै छ दुवैको डान्स नामहरु दुवैलाई चालु गर्न चाहन्छु अभिनय गर्न चाहन्छु प्रयास गर्नुहुन्छ खेल्नु भएन त्यही भएर एकदम जल्दा जल्दा हिट हुन्छ हिट हो सुपर हिट भन्नुहोस् नाम चाहिँ याद छैन ठिक छ उहाँ बाबुल गिरीजी एकदमै सङ्गीतकार चलेको सङ्गीतकार उहाँ एसडी योगी एसटी योगीजी त एकदम जमेको मान्छे हो नि त नेपाली अनि थाहा छ त कसरी चिन्नु अहिले चिनेको छु तर तपाईँलाई भन्न लाग्यो कैसा लगा मेरा मजाक महिला पात्रलाई बढी चिन्नुहुन्छ नि तपाईँ होइन होइन नायिकाहरू गायिकाहरूसँग मैले धेरै अन्तर्वार्ता लिएको हुँ तपाईँको जति त होइन तपाईँले जति त्यसैले गर्दाखेरि अब सबैको छ नि अनुहारहरू म चिन्छु तर नाम चाहिँ के भने नमान्न पनि सकिन्छ म एकदम सिरियलका हिट कलाकार देखेँ टेली सिरियलका उहाँले त तपाईँको अन्तर्वार्ता पनि लिनुभएको छ सुकमाया बनेर हो थाहा छ मलाई उहाँको नाम भन्नुहोस् न तपाईँ म त भनिहाल्छु तपाईँलाई भन्नुभयो भन्नुहोस् त आशा खड्का मेरो अन्तर्वार्ता लिनुभएको छ हो सुनिसा बजगाई सुनिसा बजगाई उहाँहरू त टेली सिरियलमा राम्रो एकदम सीता भन्ने सुपर डुपर हिट राम्रो भुन्टी राम्रा कलाकार ल पत्रकार जो पनि सिने पत्रकार तपाईँले पहिला सिने पत्रकारिताबाट पत्रकारिता थाल्नु भएको होइन हो सिने पत्रकारहरू नाम चलेका साथीहरू हुनुहुन्छ उहाँहरू र तपाईँकै टेलिभिजनमा काम गर्नुभएको थियो हो थाहा छ मलाई के नाम भन्दिनु न ल मेरो टेलिभिजनमा काम गर्नुभयो कार्यक्रम पनि चलाउनु भयो टक सोहरू पनि राम्रो चलाउनु भएको छ दुवैजना चाहिँ चलचित्र क्षेत्रको जमेको पत्रकार दिग्गज पत्रकार उहाँ सचित खड्काजीले प्राइम टिभीमै काम गर्नुभयो यता फिल्मी खबरका मनिषजीसँग त मेरो अस्ति पनि भेट भएको थियो ल कसरी होइन मैले चिनेर पनि तपाईँलाई भन्न लाग्छ किन भन्दाखेरि तपाईँ पोख्त हुनुहुन्छ दर्शकहरूले राम्ररै बुझ्नुहुन्छ यो कुरा पक्कै चिन्नुहुन्छ उहाँ त चिन्नै पर्ने मान्छे भन्नु नि त नहीं बताऊंगा क्लु दिउँ भन्नु त उहाँ नेपाल सरकारको नवनियुक्त मुख्य साथी समझ रहे हो ना नाम उहाँले बाजी मार्नुभयो नेपाली प्रशासनिक क्षेत्रमा मलाई म बधाई र सफलताको शुभकामना दिन चाहन्छु नाम चलेको व्यक्ति हो र नाम चाहिँ याद छैन
प्रशासनिक क्षेत्रलाई सुधार्न सक्ने क्षमता नाम थाहा छ भन्नुहोस् तपाईँ तपाईँले लेख्नु भएको छ नि त तपाईँले लेख्नु भएको छ नि त गोविन्द बहादुर कार्की गोविन्द अधिकारी मैले भने त कार्की हो कार्की कार्की हो यस्ता धेरै तस्बिरहरू छन् होइन के गरौँ यो अहिले रोकिदिउँ रोकिदिउँ अब नयाँमा जाउँ